भौतिक तथा यातायात मन्त्री सुनिल लम्सालले देवदहको जटिल समस्या पुनर्वासको जग्गा यो पुनर्वासको जग्गालाई लाल पूर्जा वितरण गर्नका निम्ति उहाँले राष्ट्रिय आवास कम्पनीका महाप्रबन्धक रामकृष्ण निरौलालाई यस ठाउँमा खटाउनु भएको छ। के भन्नुहुन्छ त महाप्रबन्धक निरौला, सुनौ उहाँकै शब्दमा। मन्त्री हुनुभएको छ, त्यसले हामीलाई सहज के छ उहाँले नै पठाएर आएको, उहाँले नै यहाँ हाम्रो बस्तीमा पूर्जा दिन बाँकी छ, त्यसको मान्छेहरूको कुरा त्यहाँको के रहेछ, के आधारले उहाँलाई पूर्जा दिन सकिन्छ, यो समस्या चाहिँ समाधान गरिदिउँ भनेर मन्त्रीज्यूले नै हामीलाई पठाउनु भएको उहाँलाई काठमाडौँबाट र हामी आएको। अब यो यसरी यति धेरै तपाईँहरू भेला हुनुहुन्छ भन्ने जानेको भए हिजै हामी आउँथ्यौँ यहाँ, यो कुरा हामीलाई थाहा भएन र हामीले नगरपालिकामा नगर प्रमुखसँग छलफल गऱ्यौँ। नगर प्रमुखसँग छलफल गर्दाखेरि त्यहाँ नगर प्रमुख उपप्रमुख सबै राजनीतिक दलका प्रमुख प्रतिनिधिहरू हुनुहुन्थ्यो, वडाध्यक्षज्यूहरू हुनुहुन्थ्यो, त्यहाँ पनि छलफल गऱ्यौँ है। अब त्यो छलफल भएको चिज पनि म बताउँछु। अरू हजुरहरूको कुरा सुनौँ त अलिकति, हाम्रो मात्रै कुरा राख्दा हामी आएको हो, यो तपाईँहरूको कुरा सुन्न आएको हामी त।